ती नुवाकोट दरबारको मर्मत भइरहेको छ भने बायाँपट्टिको साइडबाट यस्तो प्राचीन नेवारी घरहरूलाई हेर्दै हामी सिधा अगाडि बढ्दै त्यसपछि दायाँ साइडबाटै हामी स्वयम्भू महाचैत्य मन्दिर भएको स्थानमा गइरहेको छ। यो पनि पुरानो नेवारी स्टाइलको बरन्डायुक्त एकदम प्राचीन घर हो। यस स्थानबाट स्वयम्भू महाचैत्य गइन्छ। स्वयम्भू महाचैत्य यहाँबाट तल मान्छेहरू पनि गइराख्नु भएको छ। स्वयम्भू महाचैत्य अब हामी नुवाकोटको स्वयम्भू महाचैत्य दर्शन गरेर फर्केपछि अब हामी यता खाना खानको लागि गइरहेको छु। खाना खानको लागि यो स्वयम्भू महाचैत्य निर्माण कार्यको लागि सक्रिय रूपमा काम गरिराख्नु भएको हाम्रो गौतम मानसिंह ज्यूको तर्फबाट यस श्रेष्ठ होटेलमा खाना खानको लागि रेकमेन्ड गर्नुभएको छ। त्यही भएर हामी यो होटेलमा गइरहेको छु। होटेल पनि अत्यन्त मनमोहक दृश्यहरू राखिराख्नु भएको छ होटेलमा। होटेलका व्यवस्था यो भान्सा, यहाँ हल्का ड्रिङ्क्सहरूको लागि व्यवस्था गरिराख्नु भएको छ होटेलमा। ल हाम्रो खाना यहाँ हाम्रो साउजी पुष्प श्रेष्ठ ज्यूबाट तयार गरिराख्नु भएको छ। श्रेष्ठ होटेलबाट पनि एकदम मनमोहक दृश्यहरू हामी हेर्न सकिन्छौँ। पहाडका दृश्यहरू एकदम मनमोहक, अत्यन्त रमाइलो। यो होटेलले यो लज पनि एकदमै ठुलो छ। ठुलो लज र होटेलको व्यवस्था गरिराख्नु भएको छ। खाना खानको लागि तयारी अवस्था। सबैजना फोटोकुमारीहरू फोटो खिच्ने अवस्था। सबैजनाले फोटो खिच्छ। सबैजना खानाको लागि हाई गरेर ल सबैजना एकजना भित्र आउनेवाला ल खाना खानेको लागि सबैजना आइराख्नु भएको छ। ल आउनुहोस् सबैलाई स्वागत छ। आउनुहोस् हाम्रो वज्राचार्य परिवारको तर्फबाट श्रेष्ठ होटेलहरूमा तपाईँलाई खानको लागि स्वागत गर्दैछु। आउनुहोस् ल सबै आउनुहोस्। ल अब हामी खान्छु। सबैलाई अहिलेलाई बाई भवतु सब मङ्गलम साधु साधु साधु। खाना खानुभन्दा पहिला एकचोटि कौला गर्नुपर्ने क्या? कौला ल